हेलो भाइ नमस्कार। सम्पूर्ण दर्शकहरुमा नमस्कार। आज काजलको शुभ मुहुर्तमा तपाईले पनि देखे है, तपाईको केही भूमिका त अवश्य होला, त्यही भएर यहाँ के छ भूमिका के छ? मेरो भूमिका चाहिँ के छ भन्दाखेरि मलाई चाहिँ अहिले असिस्टेन्ट डाइरेक्टरको रूपमा प्रकाशबाट लिनुभएको छ र मैले चाहिँ जो सहयोग चाहिँ आफूले सकेसम्म चाहिँ सहयोग गरेको छु होइन। स्टोरी राइटरमा भयो होइन, यताउति आफूले सकेसम्म मेरो क्षमता र भ्याएसम्म चाहिँ मैले गरेको छु। तपाईको टिम सबै सानो सानो छ, हाम्रो पुकार भाइ पनि एकदमै सानै, तपाई 20 वर्ष त मुनि जस्तै लाग्छ मलाई सबै टिमै। त्यो चाहिँ कस्तो भन्दाखेरि सबैजना 20 वर्ष भन्दा त 20 वर्ष त कम्प्लिट भएको छैन, तर अब सानै हो त्यो पनि। अब अहिले के हो भन्दाखेरि चाहिँ केही गर्न खोजेको हामीले होइन। अब मलाई लाग्दैन अहिलेसम्म चाहिँ सफलता चाहिँ हुन्छ भन्ने लाग्दैन, तर यो चाहिँ एउटा ट्राई हो। पक्कै पनि आशा छ योले एउटा चाहिँ मान सम्मान पाइन्छ भन्ने चाहिँ मलाई आशा छ होइन। यस्तो सानो उमेरमै यस्तो गर्व गर्ने आँट चाहिँ कसरी आयो? मान्छेले आँट राख्नुपर्छ यस्तो भनेको अहिले सानादेखि कि हामी लाग्यौँ भने पछि गएर हामीलाई अवश्य पनि सफलता हुन्छ। त्यही भएर चाहिँ हामीले अहिलेदेखिकै चाहिँ मिहिनेत गर्दै गएको। एकदम खुसीको कुरा त यो तपाईहरु एकदम सानो भएर पनि यति आँट गरेर अगाडि बढिराख्नु भएको छ होइन। अझ ठुलो भएपछि अझ एक्सपिरियन्स बढ्दै गएपछि अझ राम्रो गर्नु होला भन्ने आशा पनि राख्छ र शुभकामना पनि छ। अब म जाँदैछु, हाम्रो यस काजलको मेन क्यारेक्टर यहाँ काजल हुनुहुन्छ, खिचिक काँचेर दुईटा दारा दाँत देखाएर चाहिँ एकदमै मुस्काउनु भएछ। बहिनीको शुभ नाम? मेरो नाम चाहिँ रोशनी चौलागाई। अनि काजलमा मेन भूमिका पाउनु भएको छ रे, कस्तो फिल गर्नु भएको छ? एकदम खुसी, धेरै नै खुसी भइरहेछ। मेन क्यारेक्टर पायो अनि खुसी है। अनि एकचोटि काजलको बारेमा अलि भनिदिनु न के छ? हाम्रो काजलमा चाहिँ के छ भने पहिला सुरुमा दुईजनाको लभ पर्छ मेन क्यारेक्टरको, अनि लभ परिसकेपछि चाहिँ बिचमा हाम्रो लभ परिरहेको हुन्छ सुरुदेखि नै। अनि त्यसपछि चाहिँ उहाँलाई सुरुदेखि बिचमै लभ परिरहेको हुन्छ, सुरुदेखि परिरहेको हुन्छ लभ चाहिँ। अनि त्यसपछि चाहिँ मैले उहाँलाई छोडेर अर्को केटालाई हेर्नुपर्ने हुन्छ। मैले अर्को केटालाई हेर्छु अनि अर्को केटालाई हेरिसकेपछि चाहिँ ठिक छ। ल स्टोरी धेरै भन्नु पनि हुँदैन, फेरि दर्शकहरूले है एकदम गर्नुहुन्छ, खुसी लाग्यो। अनि हुँदा हुँदै मैले यसो देख्दै यतापट्टि अर्को नानी पनि देखेँ। आज तपाईँ पनि उपस्थित हुनुभएको छ हाम्रो यस काजलको शुभ मुहुर्तमा है। के छ एकचोटि सर भनिदिनु न तपाईँको भूमिका बारे, आजको बारे, काजलको बारे के छ? म चाहिँ अब काजलको बेस्ट फ्रेन्ड बहिनीलाई खेलिरहेको छु। अरू के भनौँ र हजुर? अनि तपाईँ शुभ नाम? मेरो सम्झना छेत्री। सम्झना छेत्री। यसमा अनुबन्धन भएर खुसी हुनुहुन्छ नि होइन, काम गर्न पाएर? एकदम यस्तो लागेको छैन अब डाइरेक्टर अब एकदम सानो हेर्न, तपाईँभन्दा सानै होला होइन, अनि कस्तो गर्ला के गर्ला भन्ने यस्तो मनमा लागेको छ कि छैन? त्यस्तो त केही पनि मनमा शङ्का केही पनि छैन। राम्रो काम गर्नुहुन्छ है। भएन भने तपाईँहरूले पनि साथ सहयोग त भनेछ गर्नुपर्छ होइन। मलाई पनि एकदम खुसी लागेको छ भाइको काम छ। हामी सपोर्टिङ गर्छौँ, ल गर्नुपर्छ है त। लस् त, धन्यवाद। बिहान